मैले जुन भन्सार गेटबाटको रोक्ने एउटा प्रस्ताव गरेँ भने दोस्रो चाहिँ त्यो जनजाति आन्दोलन पश्चात चाहिँ संयुक्त गस्ती या भन्सारले गस्ती पठाएको रहेनछ। एउटा सवारी साधन पनि थिएन यहाँ। अर्को भन्सार कार्यालयबाट एउटा सवारी साधन ल्याइएको थियो। सवारी साधनको समस्या, फेरि स्टाफहरू पनि रातिको समयमा पनि जान नमान्ने, दिउँसोमा चाहिँ अलिकति सहज हुने त्यो अवस्था र त्यो क्रमशः अघि सुध्रिँदै गएको कारणले अब हामी संयुक्त गस्ती जानुपर्छ। संयुक्त गस्ती जाँदाखेरि नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार र यसमा अहिले चाहिँ राजस्व चुहावटको सदस्य सचिवको रूपमा राजस्व अनुसन्धान कार्यालय भनेको यहाँको राजस्व अनुसन्धान कार्यालय इटरीले पनि काम गर्ने होला, उहाँहरूलाई पनि सम्बोधन गराएर को जाने त्यो क्राइटेरिया तोकेर हामी संयुक्त गस्ती जान सक्छौँ। र यसमा मुख्य गरी नियमित गस्तीमा भन्सार एरिया जान्छ र संयुक्त गस्तीमा अरू स्टेकहोल्डर पनि जान सक्छौँ। यो विषय पनि मैले राखेँ। र त्यस्तै यहाँ जुन उठेका जिज्ञासामा हाम्रो होटल व्यवसायीले उठाउनु भएको गाडीको सुविधा भनेको नजिकको सहरमा आवत जावत गर्नको लागि भनेको यहाँबाट काकरभिट्टाबाट दुलाबारीसम्मको सहरमा आवत जावत गर्नको लागि भारतीय नम्बर प्लेटका सवारी साधनलाई निःशुल्क रूपमा एउटा पास उपलब्ध गराइन्छ। त्यो पास एक पटकको लागि मात्रै हो, एक दिन पनि होइन। त्यो गाडी यहाँ आएर फर्किन्छ, त्यो नाकाबाट जानुपर्छ। यदि त्यो नाकाबाट गएन, भन्सार क्षेत्रभन्दा बाहिरै रह्यो भने हामीले एकपटकै सम्झिन्छौँ र भन्सारले भन्सार क्षेत्रभन्दा बाहिर गएर गस्ती गर्न पनि सम्भव छैन। त्यो गाडीको विषयमा मात्रै मैले राखेँ। र फर्किँदाखेरि त्यो पास भन्सार कर्मचारी लिन्छन् या त्यहाँ खटिएका शिक्षकहरूले लिनुहुन्छ र त्यसलाई चाहिँ फेरि पुनः प्रयोग गर्न नमिल्ने गरी फाल्नुहुन्छ। यो सुविधाको विषयमा हेरेर अस्थायी बैठक त राजनीतितिरै जानेछ, त्यसमा चाहिँ समस्या भएन। त्यस्तै जुन भन्सार क्षेत्रबाट भित्रबाट नआएका सामान बजारभरि देखिन्छ भन्ने कुरा एउटा सिधै त्यो सिटीबाट गेटबाट पनि ल्याउने भयो, अरू अन्यत्रबाट पनि आउने भए। यो विषयमा मैले आएको दोस्रो दिनमा एउटा डाटा हेरेर मैले इन्डियन गुड्सहरू, कपडा, हार्डवेयर जस्तो हाम्रो पूर्व अध्यक्षज्यूले उठाउनु भएको थियो यही सामानको विषयमा, त्यो मैले त्यहाँ कुरा गरेर साथीहरूलाई पनि सोधेको थिएँ। उहाँहरूको भनाइ अब राख्नु उपयुक्तै हुन्छ जस्तो लाग्छ र यसलाई अन्यथा नहोस्। भित्रबाट जुन भन्सार गरेर ल्याउने मूल्याङ्कन, जुन भन्सार विभागले डाटाबेस निकालेको मूल्याङ्कनको आधारमा जाँचपास भएका मालबस्तु हामी यहाँबाट पास गऱ्यौँ भने त्यो कुनै न कुनै रूपले राजस्व अनुसन्धानमा बुझाइदिने 2 या 3 दिनसम्म त्यो सामानलाई त्यतै चाहिँ पठाइराख्ने। त्यो कारणले व्यवसायीहरूले भन्सारतिर ल्याएको सामान एकदम हेरास भयो, हामी सक्दैनौँ, बरु अन्यत्र नाकाबाट जान्छ भनेर त्यो प्रकृतिका सामान ल्याउनु एकदम विस्थापितै हुनुभएको छ भन्ने कुरो गर्नुभयो। र यसबाट स्वतः चाहिँ यहाँ नजिकको बजारमा आउने सामानको लागि चोरी बैठारी नै बढेको हुनुपर्छ। यसलाई हामीले बस्तीको रूपबाट र नियमनको रूपबाट हामी गर्नुपर्छ, त्यो देखिएको। र यसमा अलिकति यो अन्य निकायमा बुझाउने विषयमा मैले अब राजस्व अनुसन्धान विभागले नै इन्टेलिजेन्स प्रयोग गरेर या यहाँहरूको हजुरहरूको इन्टेलिजेन्स प्रयोग गरेर बुझाइएका सामानबाट कति चुहावट भएको रहेछ योभन्दा अगाडि त्यसलाई अलिकति हेरेर पनि बुझाइदिनु होला। अहिले बुझाउनु भयो, भोलि बुझाउनु भयो, पर्सि बुझाउनु भयो, तर त्यसबाट चुहावट भएकै भेटिएन भने त त्यो त निरर्थक हो नि त। व्यवसायको कस्ट पनि बढ्छ, त्यो कारणले हाम्रो उपभोक्तासम्म जाने सामानको मूल्य पनि बढ्छ। यसलाई पनि ध्यान पुर्याउनु पर्ला। र भन्सार गेटबाट समाएर बुझाएका सामान जुन राजस्व अनुसन्धानले आफ्नो चाहिँ उहाँहरूले आफ्नो जनशक्ति परिचालन गरेर लगेको विषयमा भन्सारले केही भन्न सक्दैन, भन्न पनि मिल्दैन। बाँकी चाहिँ हाम्रै वरिपरि बसेर तपाईँ हामी समन्वय गरिरहेको निकायहरू छौँ भनेर भन्सारलाई एकपल्ट त सोध्नु पऱ्यो नि त। प्रज्ञापन पत्रबाट सामान बोकिरहेको यो हो कि होइन। हामी 24 घन्टा उपलब्ध छौँ, क्वार्टरमा बस्छौँ, कार्यालय प्रमुख नभए निमित्त हुन्छ, निमित्त या सिनियर अफिसर या कार्यालय प्रमुख नहुने अवस्था भन्सारमा लगभग हुँदैन। त्यो हामी व्यवस्था मिलाएरै भिजामा बस्ने र बाहिर जाने गर्छौँ। त्यतातिर पनि ध्यान दिउँ जस्तो लाग्यो। र त्यस्तै अरू विषयहरू मैले राजस्व चुहावटको बैठक विषयमा प्रमुख जिल्ला अधिकारीजीलाई ध्यान आकर्षण गर्न चाहेँ। एकपटक हामी बस्नुपर्छ जस्तो लाग्यो। राजस्व अनुसन्धान कार्यालयमा मैले पनि समन्वय गर्छु। त्यस्तै अन्य विषयहरूमा पूर्व वरिष्ठ उपाध्यक्षज्यूले पनि उठाउनु भएको छ यो विषय। र भन्सार दरबन्दीको जुन इन्डियामा जीएसटी घटेको र नेपालमा चाहिँ भन्सार दरबन्दीहरू बढी भएको भन्ने विषय छ। अब यहाँहरूलाई अवगतै छ, भन्सार दरबन्दी भनेको दर तोक्ने काम कार्यालयले गर्दैन। दर तोक्ने काम आर्थिक ऐनबाट हुन्छ हरेक साल, र त्यसलाई
रिभाइज गर्ने काम पनि अर्थ मन्त्रालयबाटै हुन्छ। अनि त्यति सहज विषय पनि होइन, समय समयमा पटक पटक दरबन्दी चाहिँ रिभाइज हुँदैछ। र मूल्यको विषयमा चाहिँ अहिले जुन नेपालमा इम्पोर्ट हुने विषय वस्तुको जुन भन्सार विभागले पहिला सन्दर्भ मूल्य सूची निकालेर एउटा त्यसै अनुसार काम गर्ने थियो, त्यसलाई अहिले अटोमेटाइजेसन गर्ने भनेर वीरगञ्ज, विराटनगर र भैरवबाट मूल्य अटोमेटाइजेसन त्यो लागेको छ। यो भन्सार छिट्टै लाग्ला र त्यसमा त्यति ठुलो इस्यु छ जस्तो मलाई चाहिँ लाग्दैन। भन्सार बिन्दुबाट भएर मूल्य चाहिँ मूल्याङ्कनको विषयमा दरबन्दीको विषयमा मैले भनिहालेँ रेटको, त्यो पक्कै पनि हो। यो कारणले पनि हामीले अहिले त्यो सिस्टम लागू गरिएको हो। त्यो अलि धेरै इन्डियन गुड्स आउने नाकामा त्यो लागू भएको छ। यो जानकारी गराउन चाहेँ।